म होइन हामी भनेर सभापतिले भनेको कुरा हामी बारम्बार दोहोऱ्याइरहेका छौं नि। तिमी प्रधानमन्त्री बन न भनेर प्रधानमन्त्री पद समर्पण गर्ने हाम्रो पार्टी सभापति हाम्रा अगाडि हुनुहुन्छ। यहाँभन्दा ठुलो आदर्श र त्याग के हुन्छ? पाएको पद, हासिल गरेको पद, संघर्षले ल्याएको पद, देश र जनताको लागि प्रधानमन्त्री बालेन शाह बन्नुपर्छ भनेर चुनावी अभियान अगाडि बढाउने हाम्रो पार्टी सभापति हुनुहुन्छ। त्यागको यहाँभन्दा नमुना के हुन्छ? रवि लामी छानेले गरेको संघर्ष एउटा कुरा नभुलौं, ती सबै कुराहरूमा पार्टी सभापति रवि लामी छानेले बगाएको पसिना छ। त्यो पसिनाको उपज हो। उसले गरेको त्याग, उसले देखाएको बहादुरी र 14 महिनासम्म भैरवाको कठोर गर्मीले भरिएको जेलमा उसले बगाएको पसिनाको र त्यो पसिनाले सिंचित गरेका तयार भएका बिरुवाहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका कलकलाउँदा बिरुवाहरू म अहिले देशभरि देखिरहेको छु। त्यसैले हामीले 182 जना सांसद आइराख्दा, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनिराख्दा र राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर संगठन बनिराख्दा, त्यसैले हामी गर्व गर्न सकौं र गर्व गर्छौं कि हामीले एउटा यस्तो राजनीतिक नेतृत्व पाएका छौं, एउटा यस्तो नेता पाएका छौं जसले जीवनमा प्राप्ति मात्रै होइन